आज मकैको चेक्ला भात पकाएर खाउँ है। सर्वप्रथम त यो मकैको च्याख्ला छ नि जो खस्रो खस्रो यसरी पिनेको हुनुपर्छ। त्यसपछि पानी तताउनु अनि उमालिसकेपछि थोरै थोरै त्यो च्याख्ला हाल्दै यसरी चलाउने, थोरै थोरै राख्दै नत्र डल्लो पर्छ नि त। थोरै थोरै राख्दै चलाउँदै गर्ने, यसरी मजाले चलाउनुपर्छ। च्याख्ला भात, अब च्याख्ला भात यो रेडी भयो, रेडी हुँदैछ यसरी। पछि चाहिँ बाक्लो बाक्लो हुँदै जान्छ, पाक्दै गएपछि बाक्लो बाक्लो हुँदै जान्छ। यसलाई मजाले छोप्दै पकाउँदै गर्नुपर्छ, चलाउँदै। अनि छोपेर यसरी पकाउने। अनि च्याख्ला भात चाहिँ महीसँग, दुधहरूसँग होइन, चटनीहरूसँग, मासुसँग, सबैसँग एकदम मजाले खान मिल्छ। म चाहिँ त्यसरी खान्छु होइन, मलाई चाहिँ त्यसरी खाएको मनपर्छ। अब हाम्रो यो च्याख्ला भात रेडी भइसक्यो। हेर्नु ल, हजुरहरू पनि पकाएर खानुहोस् ल मकैको च्याख्ला भात। धन्यवाद, नमस्कार, बाई।